बिस्तारै गर्नु न हौ आलु त बिसाउँदै गर्नु न त्यो भन्दा बरु अझै सक्नुपर्छ भने छैन बिस्तारै गर्नु न आज चाहिँ लु गफ नगर्नु ल यहाँ चाहिँ यत्रो आलु गर्न छ हेर्नु न यहाँ सकेर तल आलु गोर्न जाने थियो भन्नुहुन्छ तर आफै गोर्न चाहिँ सकेको छैन त्यहाँ आलुको बुट्टी छ यस्तो आफै गोर्न चाहिँ सकिरहेको छैन यहाँ सकेर तलको आलु गर्ने भन्नुहुन्छ तर छैन सकेको छैन आलुको बोट चाहिँ दामी नै आएको छ यो ठाउँ चाहिँ एउटा दुईटा तिनवटा भर्खर चारवटा ड्याङ मात्रै गोडिँदैछ आलु अझै कतिवटा ड्याङ चाहिँ यता डल्लै छ आजको काम गरेर यस्तै छ बुवाले चाहिँ थाक्रा लाउँदै हुनुहुन्छ तर सिपीमा त थाक्रा लाउँछ धेरै